हेलो हेलो नमस्ते। यति बेला म गन्जौको एयरपोर्टमा आइपुगेको छु। यहाँबाट लगभग यहाँको कति बजे 8 बजे होला। अब 9 बजेको फ्लाइट छ बेजिङ जाने। बेजिङ जाने प्लेन पुरेर बसिराखिएको छ। त्यतिन्जेलसम्म एकछिन घुमौँ के छ यहाँको अवस्था, कस्तो छ यहाँको व्यवस्थापन भन्ने यसो रहर लागेर चाहिँ हेरिँदैछ। वर्षै नै आइन्छ आउनलाई, तर यसो वर्षै नै आउँदाखेरि पनि वर्षौँ पछि चाहिँ केही न केही फरकपन, केही न केही नयाँपन चाहिँ देखिन्छ यहाँनिर। अघिल्लो वर्ष एउटा किसिमको व्यवस्थापनमा चलिराखेको छ भने अर्को वर्ष अलिकति फरक किसिमले, फरक तरिकाले कतै न कतै नयाँपन, नौलोपन देखाइ नै राखेको हुन्छ यहाँनिर। यो हेर्दाखेरि व्यवस्थापकीय पक्षमा यति ठुलो मान्छे आवाज जावत गर्ने एयरपोर्ट बन्दै गर्दा, हुँदै गर्दा र यिनीहरूको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने कुरो पनि यहाँबाट सिक्न सकिन्छ। लाखौँ मान्छे आउने, लाखौँ मान्छे जाने। अब यो यति बेला लगभग 8 बजेको बेला हो यहाँ। यति बेला पनि अब पर्याप्त मात्रामा मान्छेहरू चाहिँ व्यापक मात्रामा आउने जाने चलि नै रहेको छ। यसको एरिया पनि निकै ठुलो छ, असाध्यै ठुलो छ व्यवस्थापकीय हिसाबले। र यहाँनिर मान्छेलाई चाहिँ ठाउँ कसरी पत्ता लगाउने, आफू जाने कुन साइट हो अर्थात् कुन चाहिँ प्लेन समात्नको निम्ति, कुन चाहिँ प्लेनमा जानको निम्ति चाहिँ कुन नम्बरमा जानुपर्छ भन्ने कुरो चाहिँ लगभग भित्र इमिग्रेसनबाट पास भइसके पछाडि यसरी चाहिँ सबै देखाइदिएको हुन्छ। इन्टरनेसनल ट्रान्सफर कता होइन, अनि लोकल डोमेस्टिक ट्रान्सफर कता भन्ने कुरो सबै कुरो देखाइदिएको हुन्छ। अब त्यति गर्दाखेरि पनि समस्या पर्यो भने बिचबिचमा हेल्प डेस्कहरू पनि पर्याप्त मात्रामा हुन्छ। लामो एकदम जताततै हिँड्न पर्ने भएको हुनाले, अलि लामो एरियामा हिँड्न पर्ने भएको हुनाले यो तेर्सो एलिभेटर भन्छ के भन्छ होला, अब ठ्याक्कै हामीलाई त यो नाम पनि त्यति थाहा हुँदैन। तर बिचबिचमा चाहिँ यो किसिमको एलिभेटर यसरी चाहिँ यो तेर्सो यो किसिमको एलिभेटर छ। सर्लक्क लाएर एकछिन यहाँ बस्दै पछाडि यसरी टक्क बस्दै पछाडि लगिदिन्छ सरर उसले आफूलाई जान पर्ने ठाउँमा। लगभग यो 100 मिटर त्यही हाराहारीमा होला। यो यसरी सरर लाएर हिँड्छ। अनि यसले गर्दाखेरि पनि मान्छेलाई चाहिँ पर्याप्त थकानको महसुस हुन दिँदैन। अब आजलाई जे होस् मैले यतिमै बिट मारेँ। यहाँनिर आफू आएको ठाउँलाई चाहिँ, नयाँ ठाउँलाई, नयाँपनलाई नयाँ तरिकाले कैद गरेर राखिहालौँ। यो इतिहासमा सम्झनामा रहिरहन्छ भन्ने उद्देश्यको साथ मैले यसलाई यहाँ कैद गरेँ। यो एउटा व्यवस्थापकीय पाठ हो र एउटा विकास समृद्धि भन्ने कुरा के हो, कस्तो हुन्छ, कसरी व्यवस्थापन गर्नुपर्छ र विकास र समृद्धिको चाहिँ अनुभव, उपभोग कसरी गर्न सकिन्छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण देखिन्छ यो चाइनामा है। त्यसमाथि पनि यो ग्वाङ्जो एयरपोर्ट। अब हुनलाई म एकछिन पछाडि, अब 1 घन्टा पछाडि चाहिँ बेजिङको तासिङ इन्टरनेसनल एयरपोर्टमा पनि पुग्छु। योभन्दा पहिला पनि म 2-3 चोटि त्यो तासिङ इन्टरनेसनल एयरपोर्टमा पुगि नै सकेको छु। यसपाला कस्तो खालको फरक पनि देखिन्छ त्यसलाई पनि मैले कैद गर्ने सोचेको छु। आजलाई यति नै राखेँ।